ननं भूतगणादिसेवितं काप्योतजम्बो फलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं। परम मंगलमय भगवान श्री सिद्धि विनायक का श्री चरण में दिव्य अनंत कोटि नमन टक्राउँदै आज को विशेष नया अमृतमय कथा सत्र में श्री स्वस्थानी जगदम्बिका को श्री चरण में कोटि कोटि नमन टक्राउँदै आज तृतीय अध्याय को कथालाई श्रवण गर्नेछौं। सबै भक्तजनहरूले एकचित्त भइकन हातमा फूल अक्षता लिएर भगवती का श्री चरण को ध्यान गर्दै एकचित्त भइकन कथालाई श्रवण गर्नुहोला। सर्वप्रथम हामीले कथा सुरु गर्नु पूर्व पुष्पाञ्जली मन्त्र पढ्नेछौं। एकचित्त भइकन यहाँहरूले श्रवण गर्नुहोला। हातमा फूल अक्षता चन्दन जे छ लिएर नमन टक्राउनुहोला। ओम श्री गणेशाय नमः। श्री सरस्वत्यै नमः। यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुतस्तुन्वन्ति दिवेस्तवै वेदै साङ्गपद कर्मोपनिषदै गायन्ति यं सामगाम् ध्यानावस्थित ततगतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तन्न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमन्चन्दनचर्चितोज्ज्वलवपुः मल्लिका मालालङ्कृतकुण्डला परविलसन्मुक्तावली शोभितां सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्ये माता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्या प्रसादात् वक्ष्यामि नारायण कथामिमं। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। सबै भक्तजनहरूले पुष्पाञ्जली पुस्तकमा चढाएर वक्ताले कथा भन्न थाल्नु, श्रोताले एकचित्त भएर कथा सुन्नु। जय बोलो जगदम्बिका भगवती श्री स्वस्थानी को, स्वस्थानी भगवती माता को, परम मंगलमय भगवान को। त परम आदरणीय श्रद्धालु भक्तजनहरू, आजको कथा सत्रमा हामीले तृतीय अध्यायको कथालाई श्रवण गर्नेछौं। भगवतीको एकदमै महत्त्वपूर्ण कथा आइराखेको छ। आजको अध्यायमा सबैले एकचित्त भइकन कथालाई श्रवण गर्नुहोला। भगवतीको कृपा आशीर्वाद सदैव बन्नेछ। अथ तृतीय अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, अष्ट प्रजापतिहरूमा सबैभन्दा जेठा दक्ष प्रजापति थिए। तिनकी बिरणी नामकी साध्वी एवं पतिव्रता स्त्री थिइन्। बिरणी गर्भिणी भइन् र 10 मास पूर्ण भएपछि पुत्री जन्मिन्। कस्ती कन्या भने 1000 सूर्यको जस्तो तेज भएकी, 32 लक्षणले युक्त, पद्मपत्र जस्तो नेत्र भएकी, अरुण उदय भए जस्तो रक्तवर्ण भएकी, हात्तीका सूँड जस्तो हात भएकी, कदली स्तम्भ जस्तो तिग्रा भएकी, चन्द्रमाको जस्तो उज्जवल र शान्त मुख भएकी यस्ती परम सुन्दरी कन्या जन्मेकी देखिकन दक्ष प्रजापतिले आनन्द मान्दै आफ्ना गुरु पुरोहित वशिष्ठ आदि ज्योतिषीहरूलाई डाकिकन विधिपूर्वक न्वारण गराए। सबै ऋषि ज्योतिषीहरूले गणना गरेर भने कि हे दक्ष प्रजापति, यी बालिकाको नाम सती देवी भन्ने तिनै भुवनमा प्रख्यात हुनेछ। दक्ष प्रजापतिले भोजन गराई दक्षिणा दिइकन विदा गरे। सबैजना आफ्ना आफ्ना आश्रममा गइसकेपछि, हे मुने, यो कुरा धेरै लामो छ, तापनि म संक्षेपमा भन्दछु। यसपछि बिरणीका क्रमैले 33 कोटी कन्या जन्मे। यी सबैलाई दुवै दम्पतिहरूले यथायोग्य रूपमा पालन गरे। अनि अगस्त्य मुनिले सोधे, हे कुमार, ती कन्याहरूको विवाह 33 कोटी देवताहरूसँग कसरी भयो? त्यो पनि सुन्ने इच्छा छ। त्यति सुनिकन कुमारजी आज्ञा गर्नुहुन्छ कि आज्ञा गर्दछन्, हे अगस्त्य मुनि, एक दिन स्वर्गका देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर 10 दिक्पाल जम्मा भइकन सभा गरेर भने कि
हाम्रा स्त्री छैनन् दक्ष प्रजापतिका 33 कोटी कन्या विवाह गरौँ, तर कन्या माग्न कसलाई पठा, अर्थात् पठाउने भनिकन मत मिलाइकन नारदजीलाई डाकिकन सबै कुरा बुझाएर दक्ष प्रजापति कहाँ कन्या माग्न जाउँ भन्दा नारदजीले स्वीकार गरे। दक्ष प्रजापतिका घर गए। दक्ष प्रजापतिले उचित शिष्टाचार गरेर के कामले पाल्नुभयो भनिकन सोधे। आफूलाई देवताहरूले पठाएको कुरा सुनाइकन दक्ष तिम्रा 33 कोटीहरू कन्या 33 कोटी देवताहरूलाई देऊ भने। नारदजीका कुरा सुनिकन दक्ष प्रजापति प्रसन्न भएर भने कि हे नारद, तिमीले असल कुरा भन्यौ, धन्य रहेछु। मेरा 33 कोटीहरू कन्या 33 कोटी देवताहरूलाई तिम्रो वचनले दिए। एउटी सतीदेवी मात्र दिने छैन, किनकि मेरा पनि पुत्र छैनन्। सम्पत्तिको रक्षा को कसले गर्देला? अन्य सबै कन्या तिमी जहिले भन्छौ र जसलाई दिने भन्दछौ उसैलाई दिनेछु। अब यहाँबाट गएर विवाह दिन ठहराइकन अर्थात् पठाउन लगाऊ भनिकन अनेक उपचार पूजा गरे। नारदजी दक्षसित विदा मागिकन सरासर स्वयं गएर नारद आएको देखिकन देवताहरूले तिमी गएको काम के भयो भनिकन सोधे। नारदजीले सतीदेवी बाहेक अन्य सबै कन्या दिन्छु भन्ने कुरा सुनाइसकेपछिबाट यसरी गर अनि देवताहरूले धन्य नारद मुनि भन्दै प्रशंसा गरिकन विवाहको दिन ठहराइकन पठाए। त्यसपछि विवाहको सामग्री पनि तयार गरिकन देवताहरू कन्यादान लिन भनिकन दक्षका घरमा पुगे। उनले देवताहरू आएको देखिकन आनन्द मान्दै मङ्गल यात्रा गर्दै आफ्नो मर्यादाले सतीदेवी बाहेक 33 कोटी कन्या नारदजीको आज्ञा अनुसार 33 कोटी देवताहरूलाई कन्यादान दिए। देवताहरू कन्यादान पाइकन हर्षपूर्वक आफ्ना स्त्री लिकन आफ्ना आश्रममा गए। यो वृत्तान्त कैलाश नाम गरेको पर्वतमा रहेका भगवान शिवजीले थाहा पाएर देवताहरूले मलाई बाहेक अर्थात् पारिकन एक वचन पनि नसोधिकन आफूले कन्यादान लिएछन्। म कैलाशको स्वामी भएर पनि मेरा स्त्री छैनन्। अब मलाई कसले कन्या देला भनिकन ध्यान दृष्टिले विचार गरेर हेर्दा दक्षकी 33 कोटी कन्यामा सबभन्दा जेठी बाँकी नै रहिछन्। देवताहरूले मेरो मर्यादा राखेकै रहेछन्। अब ती कन्या माग्न कसलाई पठाउँ? आफै जान्छु भनिकन दक्षका घर गए। दक्षले महादेव आउन लागेको परैबाट देखिकन बिरणीसित भने, हे स्त्री, त्यो आउन लागेको महादेव हो, के भन्न आयो भनिकन कुरा गर्दा गर्दै महादेव घर मुनि पुगेर बोलाउनु भयो। अनि दक्षले झ्यालबाट हेरेर माथि आइज भनिकन डाकेर सोधे। यस्तो प्रकारले, हे महादेव, आज त मेरा घरमा के कामले आइस भनिकन हेलाङ गरिकन बोल्दा भए। अनि महादेव भन्नुहुन्छ, हे दक्ष प्रजापति, तिम्रो घर आउने मेरो अरू केही प्रयोजन थिएन। तिमीले कृपा गर्नाले 33 कोटी देवताहरूले कन्यादान पाएर उद्धार भए। अब सती देवी बाँकी रहेकी रहेछन्। म योग्य पनि छु, ती कन्या मलाई दिनुहोस् भन्दाखेरि यस्तो प्रकारले मलाई कृपा गर। महादेवको यस्तो वचन सुन्नासाथ दक्ष अत्यन्त रिसाएर भने, हे पापिष्ट महादेव, मेरी कन्या सती देवी तेरो योग्य कसरी होली त? कस्तो भने, मसानको खरानी घसिकन सर्पको घना लगाएर बाघको छाला ओढेर डमरू त्रिशूल लिकन बुढो साँडेमा चढेर हिँड्ने, विष भाङ धतुरो खाइकन भूत प्रेत लिकन मसानमा बस्ने दिगम्बर देख्दैमा पनि घिनलाग्दो यस्तो तैले मेरो मुख्यान्जी अर्थात् आइकन यस्तो अयोग्य कुरा गरिस्, जा मेरो घरमा नबस भनिकन पाखुरामा समातिकन धपाए। महादेवले त्यस्तो किसिमसित दक्षलाई क्षुद्र वचनद्वारा निन्दा गरेको सुनिकन साह्रै नै चित्त दुखाइकन बाहिर आएर नदिने भए दिन्न भने भइजान्थ्यो। यस्तो निन्दा गर्नु कामै थिएन। अब कहाँ जाउँ, के गरौँ, ती कन्या कसले मलाई पारिदेला भन्ने तर्क वितर्क गर्दै भगवान विष्णुको वैकुण्ठ धाममा पुग्नुभयो। जय बोलो शिव शंकर भगवान को जय हो। विष्णुले भगवान शंकर आएको देखिकन हत्तपत्त उठेर अर्थात् उच्चासनमा बसालिकन के कामले आज परिश्रम गर्नुभयो भगवान भनिकन सोधे। अनि महादेवले आफू दक्षका घरमा गएको र उनले दुर्वाच्य बोलिकन अपमान समेत गरेको सबै कुरा सुनाइसकेपछि, हे विष्णु, मेरो स्त्री छैनन्, त्यसैले घर पनि छैन, त्यही अर्थात् यही कुरा गर्न आएको हुँ। अब जसरी ती कन्या मेरी हुनेछन् त्यही काम गर भन्नुभयो। महादेवको वचन सुनिकन विष्णुले भन्नुभयो कि, हे ईश्वर, यो काममा पार लाउँला, हजुरले सन्देह गर्नु पर्दैन, म दक्षको घरमा जान्छु।
म फर्केर नआइन्जेलसम्म हजुर यहीँ राज गरिबक्सेला भगवान् भनिकन महादेवलाई पर्खाइकन आफू दक्ष प्रजापतिको घरमा जानुभयो। दक्षले भगवान् विष्णु आएको देखिकन यता माथि डाकेर आदरपूर्वक बसालिकन विष्णु आज मेरो घरमा किन पवित्र गर्नुभयो र भन्दा आज्ञा होस् भगवान् भनिकन सोधेपछि भगवान् विष्णुले आज्ञा गर्नुभयो, हे दक्ष प्रजापति केही माग्न आएको हुँ, दिने भए मात्र माग्दछु। यति सुन्नासाथ दक्षले भने, हे विष्णु तिमीले मागेपछि जे वस्तु भए पनि दिनेछु, के चाहियो आज्ञा गर। त्यति सुनिकन विष्णु भन्नुहुन्छ, हे दक्ष प्रजापति म वैकुण्ठको अधिपति भएर पनि मेरा आज स्त्री छैनन्। तिमीले कृपा गर्नाले 33 कोटी देवता कन्यादान पाइकन उद्धार भए। अब सतीदेवी छन्, ती मलाई कृपा गर। विष्णुको यस्तो प्रकारको वचन सुनिकन दक्षले चिन्तित हुँदै भन्दा भए, हे विष्णु मेरा पनि पुत्र नहुनाले सम्पत्तिको रक्षा को गर्ला भनेर अर्थात् कसले गर्देला भनिकन दिनु त उचित थिएन, तर बाचा गरेको हुनाले दिन कर लाग्यो। के गरौँ, ती कन्या तिम्री भइन्। अब सुदिन ठहराइकन कन्या दान ल्याऊ। यति दक्षको वचन सुनिकन भगवान् विष्णुले हुन्छ भनिकन वैकुण्ठमा जानुभयो। अनि विष्णु आएको देखेर महादेवले सोध्नुभयो, हे विष्णु तिमी गएको काम कस्तो भयो। अनि विष्णुले उत्तर दिए, हे ईश्वर म गएको काम पुग्ला जस्तो त भयो, तर आफैलाई भनिकन मागेर आएको छु। हजुर वृद्ध सन्यासीको रूप धारण गरिकन कन्यादान दिने ठाउँमा आइकन भिक्षा माग्नु र मलाई भिक्षा नदिकन कन्यादान दिए लिने दिने दुवैलाई श्राप दिनेछु भन्नुहोला। अनि म हे सन्यासी मेरो लग्न बित्न लाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिनेछु, न श्राप, बरु यहाँ आएर बस भनिकन आफू बसेकै छेउमा बसाली राख्नेछु। दक्षले कन्यादान दिँदा आँखा छलिकन सती देवीको हात हजुरको हातमा पारिदिनेछु। यस दिन यो बेला आउनुहोला भनिकन दक्षसी तपाईँको सबै अर्थात् विवरण एक एक गरिकन सुनाउनु भयो। विष्णुको कुरा सुनेर प्रसन्न भएर महादेव अवश्य आउनेछु भनिकन गदगद चित्तले कैलाश नाम गरेको पर्वतमा जानुभयो। जय बोलो कैलाशवासी भगवान शिवको जय होस्। श्री स्वस्थानी परमेश्वरी भगवतीको जय होस्। सकल भक्तजनहरूको जय होस्। इति श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी व्रत कथायां दक्षे कन्या विवाह वर्णनम नाम तृतीयो अध्याय। ओम प्रमादनीय श्रद्धालु भक्तजनहरू हामीले कथालाई श्रवण गर्यौं, दिव्य कथालाई। अब हामीले एकचित्त भइकन फेरि यहाँहरूले सबैले हातमा फूल चन्दन अक्षता जे छ यहाँहरूले लिएर जहाँ पुष्पाञ्जली मन्त्र श्रवण गर्नुहोला। सबैले एकचित्त भइकन ढमन टक्र्याउनु होला। ओम उपनयतु मङ्गलम् ओ सकल जगन् मङ्गलालय श्रीमान् श्रीमन् दिनकर किरणः निबोधित नवनन्दनवेक्षण कृष्ण काले वृषतु पर्जन्या पृथिवी शशशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भयाम् अपुत्रा पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणा निर्धना सधना सन्तु जीवन्तु श्रद्धां सतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदार कथा प्रसंगः या कुन्देन्दुसारहार धवला या शुभ्रवस्त्रावृता या वीणा प्रदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिर्वे देवैः सदा वन्दिता सा मम पातु सरस्वती भगवती निशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना त्वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत्। श्री स्वस्थानी देव्यार्पणमस्तु। यति भनिसकेर कथा सुन्ने जति समस्त श्रोताहरूले पुष्पाञ्जली चढाइकन दण्डवत गर्नु र आफ्ना मनको इच्छित वरदान माग्नु। जय बोलो श्री स्वस्थानी माता को जय होस्। श्री स्वस्थानी कोटि कोटि नमस्कार। श्री स्वस्थानी कोटि कोटि नमस्कार। श्री स्वस्थानी। जय बोलो श्री स्वस्थानी भगवती को जय हो। हरे शिव शंकर भोला, शिव शंकर भोला,
दर्शन दिए के होला शिव शंकर भोला, शिव शंकर भोला, शिव शंकर भोला, दर्शन दिए के होला बित्नै लायो बेला। जय बोलो शिव शंकर भगवान को जय हो।